फर्स्ट पोइन्ट अफ कन्ट्याक्टमा जाने कि के छ त प्रोपर्टीमा मेजर इस्युहरू छ कि छैन त उसको नि भिजिबल इन्सपेक्सन हो हैन। उसको कुनै ठुलो एकदम हाई सफिस्टिकेटेड इन्स्ट्रुमेन्ट ल्याएर चेक हुँदैन त्यो हेर्नुहोस्। अहिले यो विषयमा अलिकति जस्तै हामीले कम्युनिकेसनका कुराहरू गरौँ न हैन। यो विषयमा जस्तै यो जुन साइन गरिसकेपछि सेटलमेन्टसम्मका हुने जर्नीमा कस्तो कस्तो कुराहरूमा चाहिँ कन्भेन्सरले लेज गर्ने कुराहरू चाहिँ के रहन्छ? त्यस पछाडिका कुराहरू जस्तै क्लाइन्टले कन्ट्र्याक्ट साइन गरिसकेपछि अब बिचको पिरियड भनेको मिड ट्रान्ज्याक्सन भन्छ, त्यो भनेको कुलिङ अफ पिरियडको समयमा हो हैन। कुलिङ अफ पिरियडको समयमा चाहिँ हामीले क्लाइन्टलाई भन्ने चाहिँ के हुन्छ भने अब प्रोपर्टी लिइसके पछाडि बिल्डिङ एन्ड पेस्ट इन्सपेक्सन गर्नुहोस् भनेर हामीले रिकमेन्ड गर्छौँ। उहाँले बिल्डिङ एन्ड पेस्ट इन्सपेक्सन गर्नुहुन्छ। गरिसकेपछि हामी क्लाइन्टलाई के भन्छौँ भने रिपोर्ट तपाईँले पनि पढ्नुहोस्, तपाईँले प्रोपर्टी किन्ने हो नि त। कन्भेन्सरले त त्यहाँ लेखेको कुराहरू भनिदिने मात्र हो। त्यस कारणले गर्दा सबै कन्भेन्सरले त्यहाँ लेखेका कुराहरू लिपिबद्ध तरिकाले तपाईँलाई एक्सप्लेन गर्नलाई टेक्निकल कुराहरू भएकोले गर्दा भन्न सक्नुहुन्न। टेक्निकल कुराहरू बुझाउनलाई कहिलेकाहीँ गाह्रो पनि हुनसक्छ। तपाईँले आफूले बिल्डिङ पेस्ट इन्सपेक्टरलाई पे गर्नुभएको छ भने तपाईँको रेस्पोन्सिबिलिटी के हुन्छ? रिपोर्ट पाइसके पछाडि पढ्ने, इन्सपेक्टरलाई नै सोध्ने। किन फर्स्ट पोइन्ट अफ कन्ट्याक्टमा जाने कि के छ त प्रोपर्टीमा मेजर इस्युहरू छ कि छैन त उसको नि भिजिबल इन्सपेक्सन हो हैन। उसको कुनै ठुलो एकदम हाई सफिस्टिकेटेड इन्स्ट्रुमेन्ट ल्याएर चेक हुँदैन त्यो हेर्नुहोस्। उसले भिजिबल आँखाले देख्न सक्ने, उसका केही मेसिनहरू लिएर गएर चेक गर्दाखेरि देख्न सक्नेहरू हुन्छ। र त्यहाँ रिपोर्टहरूमाले चाहिँ उसलाई पनि कुनै चिज शङ्का लागेको छ भने स्ट्रक्चरल इन्जिनियरलाई देखाउनु हैन, अथवा मेजर इस्यु हुनसक्छ भन्ने किसिमले लेखेको हुनसक्ला। टर्माइटहरू छ भने यो सम्भावना हुनसक्छ हुन्छ। एस्बेस्टसहरूको उसले शङ्का गरेको छ भने एस्बेस्टस स्पेसियलिस्टलाई देखाउनुहोस् भनेर उसले रिकमेन्ड गर्छ। भनेको मतलब